यहाँ सदाबहार 12 मासे जल झरिरहन्छ। जलले महादेवको अभिषेक गरिरहेको हुन्छ। यहाँ जति यहाँ महादेवको कृपा, जति महादेवको भजन कीर्तन गरे यहाँ त्यति नै जल वर्षा हुने जनविश्वास छ। अहिले पनि यस्तो चैत वैशाखमा पनि जल निरन्तर अभिषेक भइरहेको छ। लटकेश्वर महादेवको गरिमा। खास गरी लटकेश्वर महादेव यही नै हुनुहुन्छ, जुन उहाँ लड्केर बस्नु भएको छ। र यहाँभन्दा मुनि यहाँ जुन देख्न सक्नुहुन्छ यो महादेव भगवान शिवको पाउ हुनुहुन्छ, जुन यहाँबाट तल जलले महादेवको अभिषेक भइरहेको छ। यहाँ हुनुहुन्छ गणेश भगवान, प्राकृतिक स्वरूपको लामो सुँड देख्न सक्नुहुन्छ। यो भगवान श्री गणेश हो। यस्तै यहाँभित्र रुद्राक्ष युक्त भगवान शिव जीलाई हुनुहुन्छ। यहाँ अँध्यारो छ। यहाँभित्र रुद्राक्षमा भगवान शिवलाई जल अभिषेक भइरहेको हुन्छ। यहाँ देख्न सक्नुहुन्छ यो सेतो शिवलिङ्ग। यहाँ रुद्राक्षको माला, रुद्राक्षको पूर्ण आकृति छ र यहाँबाट निरन्तर भगवान शिवको अभिषेक भइरहेको हुन्छ। यहाँ रुद्राक्ष, यही शिवलिङ्ग जुन देख्न सक्नुहुन्छ। यहाँबाट पारी देख्न सकिन्छ। यहाँ बत्ती नबालिकन हेऱ्यो भने पारीको दृश्य देख्न सकिन्छ। यहाँबाट चाहिँ यो पूर्ण रुद्राक्ष युक्त स्थान हो। सबै रुद्राक्ष युक्त भगवान शिवले वास गर्नुभएको। लटकेश्वर महादेवको विशेष कृपा यही नै हो। र सिधा सूर्यको प्रकाश देख्न सक्नुहुन्छ। सिधा सूर्यको प्रकाश लटकेश्वर महादेवमा ठ्याक्कै पर्छ। र प्राकृतिक रूपले पनि अति सुन्दर मनमोहक। हजुर